हजुरको नाम भन्नुहोस् त? मेरो नाम बेलबहादुर खड्का। यतै बस्नुहुन्छ? यहीँ बस्छु। यो खासमा यो घरमा चाहिँ केही दिन यता अब यो घरमा रहेका कपडाहरू चाहिँ आफै जल्न थाले, अनि त्यसभन्दा पछि प्लास्टिकका बाल्टिन जल्न थाले। यो चाहिँ एकदमै हामी चाहिँ त्रसित भयौँ भन्ने कुराहरू आयो। विभिन्न मिडियामा पनि धेरै कुराहरू आएका छन्। खास के हो यो? तपाईँको के हो भने वैशाख 17 गते पहिलो घटना हो यहाँ यो घरमा। हजुर। उहाँको नाम चाहिँ पृथ्वीबहादुर पुन। उहाँ सहारेबाट उहाँ बस्ती आउनु भएको 1 वर्ष भयो यो वैशाखमा। उहाँले मङ्सिरमा जग्गा किन्नुभयो। वैशाखको महिना उहाँ घर चाहिँ होम यज्ञ गरी चाहिँ भित्र पस्ने कार्य भयो। त्यहाँबाट यता उहाँको सबै केही पनि थिएन, सब ठिकठाकै थियो। यति गर्दा गर्दै उहाँको यो वैशाख 17 गते अचानक अब आग लागि भयो भन्ने कुरो भयो। त्यहाँबाट कहीँ मिटर सर्ट भयो कि भनेपछि हाम्रो घरबाट मिटर हाम्रो घरमा छ, यहाँ 1.25 मिटर छ उहाँ घरमा। मैले छिटो त्यो अफ गरिदिनु, यहाँ आगो लाग्यो भन्ने भयो। त्यहाँबाट छिटो त्यो अफ गरेँ। अफ गरिसकेपछि त्यो आगो निभाउने कार्य भयो, काम भयो। अब त्यो आगो निमिसक्यो भन्ने भयो। त्यहाँबाट छिनगरी पछाडि फेरि एउटा गद्दामा आगो लाग्यो। त्यहाँबाट फेरि केही घन्टा 1-1.5 घन्टा पछाडि फेरि उहाँको ब्ल्याङ्केटहरूमा आगो लाग्ने भयो। त्यो दिनभरि अर्को दिनबाट तपाईँको निरन्तरता तपाईँको जहाँ झुन्ना कपडाहरू हुन्छन् त्यहाँ आगो लाग्ने क्रम एकदम जारी भयो। यो जस्तो कि छोरीले कपडा राख्यो भने मात्रै आग लागि हुन्छ, अन्य व्यक्तिले छोरीको कपडामा आगो लाग्दैन भन्ने कुराहरू पनि होइन? लाग्छ। जसले त्यो छोरीले राखेका कपडा तपाईँ के हो भने अब छोरीले जो लगाएका ड्रेसहरू छन्, स्कुलका निम्न स्कुलमा पढ्छन् छोरी, उनीले लगाएका ड्रेस तपाईँको यस्तै झुन्डाएर राख्यो भने त्यो अटोमेटिक आगो लाग्ने भयो, लागिहाल्छ। यदि त्यो अब त्यसलाई बाल्टीमा राख्ने हो भने त्योभित्र चार चियातिर धधा भने आउँछन्। त्यो अनि बच्चा बच्चीको कपी किताबहरू पनि कापी किताब हो। कापी किताब तपाईँको भोलि इक्जाम के गर्नु छ भनेपछि कुन विषय हो त्यो आज त्यो किताब चाहिँ गायब भएको हुन्छ। त्यहाँबाट किताब हुँदैन। किताब हुँदैन। यो खास के लाग्छ हजुर चाहिँ अब उमेरले पाएको मान्छे हो है? हामीले धेरै कुराहरू सुनेका छौँ, देवी देवता लगायत चाहिँ विभिन्न किसिमका राक्षसहरूलाई पनि हामी मानवले चाहिँ पुज्दै आइसके भन्दापछि यस्ता खालका घटना हुन्छन् भन्ने कुराहरू। तर वास्तवमा हजुरलाई थाहा छ भने यो बताइदिनुहोस् कि के भएको यो घरमा? यो भन्नुपर्दा अब के भनौँ त, यो दैव दोष भनौँ या कुनै केही पितृदोष भनौँ या के दोष भनौँ। यो अब यो हावा जस्तो अब माथि के भयो भने अब हावा लाग्यो भने पानी माथि पात हल्ले आउँछ, ऊ हावा त्यहाँ लाग्यो भन्ने थाहा भयो। अब त्यो हावा देखिने कुरो भएन। त्यस्तै लाग्यो मलाई। यो कता हो, दैव हुन् या पितृदोष हुन् या पिता कुनै केही दोष जस्तो मलाई लाग्छ। यो कुनै कसैको केही पनि मैले त्यो पर्छ। हामी के पनि गऱ्यौँ भने तपाईँ एक दिन ड्युटी पनि गऱ्यौँ हामीले। के अरे भने कोही ट्यापेहरू, कोही गाँजा भाङ यता दुनियाँ खाने, कोही ट्यापे टुपीहरू आएका होला नि, तिनले गर्छौँ भने हामी एक दिन गस्ती पनि गऱ्यौँ, उहाँहरूलाई बाहिर बसाएर पनि गऱ्यौँ। त्यो भित्र आगो लाग्यो, त्यो उसमा लाग्यो। त्यो एउटा उ थियो तपाईँ के भनेपछि त्यो कार्पेटमा आगो लागिहाल्यो तल। त्यहाँबाट यही भित्र यहाँ आगो लाग्यो भन्ने भयो। फेरि दगुर्दै फेरि सबै आयो, फेरि आगो लागेको छ, मान्छे छैन केही पनि। अब यो घरभित्रका भित्ताहरूमा पनि धेरै कुराहरू लेखिया छ। तपाईँको त्यो पहिला के लेख्यो भने तपाईँको त्यो त्रिशूल र यतापट्टि यो यस्तो यस्तो के बनाएको त्यो लेख्यो। लेखिसकेपछि स्वस्तिक चिन्ह जस्तो लेख्यो। त्यहाँबाट फेरि यो तपाईँको यो यसु भन्ने के भन्यो, यो इसाई धर्मका चाहिँ पास्टरहरूले के भन्नुभयो भने तपाईँको घरमा शैतान भूतहरू छन्, हामी प्रार्थना केही छिनपछि गरेपछि तपाईँको यो सबै हामी चाहिँ हटाइदिन्छौँ भन्ने कुरो भयो। उहाँहरू सब भित्र गएर हेर्नु भएको थियो। हेर्ने बित्तिकै तल नाइ भन्ने लेखिदियो। फेरि तलतिर फेरि ल हजुर यो हामी गर्न सक्दैनौँ, यहाँनिर यो नाइ भन्ने लेख्यो, हामी यो गर्दैनौँ अब भनेपछि उहाँ चाहिँ अटो कसले लेख्छ त्यो पनि थाहा छैन। यो लेख्यो केले लेख्छ यो थाहै छैन। यसो सुक्ने बेला के उसको जस्तो आउँछ बास भन्ने के अरे त्यो महिलाहरू लाउने लिपस्टिक आउँछ, अरू त्यो केले लेख्छ त्यस्तो शुद्धै राम्रो लेखेको छ। अब त्यो अनि केले भन्नु यो देवताहरूले अब भूतहरूले पढ्छन् लेख्छन् त्यस्तो के लाग्छ? त्यो त भूत पनि पढे लेखेको त खै त्यो यो जमाना संस्कृतिमा पढ्नुपर्ने बरु पहिला अचाल देशमा पढाइ थियो। त्यो संस्कृति लेख्दै या भूतहरूले भन्नुहुन्थ्यो, त्यो भनाइ पनि छैन। त्यो हो केले अब त्यो हावा बतासका कुराहरू जस्ता देख्छु म, सुन्छु। त्यो त अब कतिपय कुराहरूमा चाहिँ धेरै मान्छेले यसलाई चाहिँ अब यो झुटो हो भन्ने कुराहरू छ। पीडा घरमा बस्ने मान्छेलाई एकातर्फ पीडा छ, यो घटनाका बारेमा चाहिँ बाहिर चाहिँ हामीले प्रश्न पार्दा चाहिँ धेरै चाहिँ अहिले चाहिँ सशङ्कित पनि भने हो। तपाईँ के हो भने अब यत्रो जनताहरू यहाँ के भयो भने हेर्न आउनु भएको छ। यो हुने पीडा चाहिँ घरमा भएको छ र हेर्ने र प्रत्यक्ष हेर्ने व्यक्तिले यो भयो के गरी भयो भन्ने उहाँलाई मात्रै थाहा छ। अब हेर्ने त दर्शकहरूलाई चाहिँ हेर्नु भएको छ, के हो कसो हो, आगो लाग्यो कता हो, हामी हेर्न आउनु पऱ्यो, हजुर देखाउनु पऱ्यो भन्नुहुन्छ। एकछिन आएर बस्नुहुन्छ, उहाँले त्यो आगो लाउनेले आँट्यो भने छिनगरी एकैछिनमा कतिखेर हुन्छ भइहाल्छ। अब हाम्रो वडा अध्यक्षज्यूले पनि के भन्नु अब के छ, हिजो अस्ति 3-4 दिन यता चाहिँ लगातारै मिडियाहरू चाहिँ यहाँ आइरहेका छन्। अब तत्कालीन रूपमा चाहिँ कुनै यो आगलागी भएको त्यस्तो केही देखिएको छ कि छैन? आगलागी भएको तपाईँको हिजो दिउँसोबाट चाहिँ लागेको देखिया छैन, हिजो दिउँसोदेखि। तर पत्रकार मिडियाहरू आइसकेपछि एकचोटि आगो लाग्यो। अब त्यो बोलाउँदै कता बोलाउने सुरु भयो। अब यहाँ त्यो आगो फेरि के गर्छ तपाईँको यो हामीले फुकेको आगो हुन्छ नि, जब चुलामा आगो फुक्छौँ भात पकाउने, त्यसको अलगै रङ हुन्छ भने उसको अलगै हुन्छ। यो विषयमा चाहिँ इलाका प्रहरी कार्यालय कोवलपुरबाट हाम्रो डिएसपी
साहब पनि आउनु भएको छ। म थोरै कुराकानी गर्छु। डी साहब स्वागत छ हजुरलाई। हजुर हामीले हेरिरहेछौँ यसलाई हैन। हजुर अब बाँकी के हुन्छ त्यो अनुसन्धानले देखाउँछ। अब जस्तो कि अब यो सुन्नु न विभिन्न धार्मिक कुराहरू पनि जोडिएका छन् यहाँ। पछि कुरा गरौँला है। अनुसन्धान भइरहेको छ अहिले भनेपछि अब यी विभिन्न कुराहरू जोडिएका छन्। अब प्रहरी प्रशासन लगायत चाहिँ हाम्रो यो प्रविधि एकातर्फ छ हैन, लगायत अब धार्मिक कुराहरूमा चाहिँ अहिले धेरै प्रश्नहरू चाहिँ उठ्न थालेका छन्। आज हामी अब केही स्थानीयसँग पनि कुराकानी गर्छौँ। हजुरको नाम भन्नुहोस् त म्याडम। मेरो नाम विष्णु श्रेष्ठ। अब के लाग्छ यो घटना जुन सुन्नुभयो सुनेको आधारमा थोरै भनिदिनुहोस् तपाईँले आफूलाई लागेको कुराहरू। मलाई त खै म भर्खर आएको, मलाई त्यसबारेमा केही थाहा छैन। केही सुन्नुभयो कि भएन? सुन्ने त सुने, के सुन्नुभयो? यहाँ आग लागि हुन्छ अरे अनि यस्तै सुने त भर्खर आएको, म त्यस खासै थाहा भएन मलाई अहिले। अब विश्वास लाग्यो हजुरलाई? लाग्यो। के कुरामा विश्वास लाग्यो? यता यता बुढो आमा हुनुहुन्छ। आमा नमस्कार है। नमस्कार नमस्कार। हजुरको नाम? मेरो नाम राधा पाण्डे। अब के लाग्छ हजुर बुढो मान्छे? मलाई त यो यतापट्टि हजुरलाई भन्दा नि अर्को आमालाई सोध्छु। देवी देवता केही होला सर, हाम्रो थाहा पाउँदैन। देवी देवता पुज्नुहुन्थ्यो नि हजुरहरूले है? हामीले घरको देवी देवता धेरै मान्थ्यौँ। अब तपाईँको उमेरमा अब यस्तै चाहिँ अब हाम्रो घरमा देउता बिग्रियो कुल बिग्रियो भने चाहिँ हुन्थ्यो कि हुन्थेन पहिला पहिला? यस्तो भएको थाहा पाएन। थाहा पाउनु भएन? नै थाहा पाएन। थाहा पाएनन्, तर भन्ने ठाउँ ठाउँमा भनेको चाहिँ सुनिन्थ्यो। देवी देवता बिग्रियो भनेपछि भ्रष्ट हुन्छ, देवी देवताको राम्रो पूजापाठ गर्नुपर्छ, आफ्नो कुलकुलेनलाई सम्झनुपर्छ भन्ने कुराहरू त हामीले सुनिरहेको। यो घरमा चाहिँ देउता बिग्रेकै हो त? नबिग्रेको भए यो अनौठो कहाँबाट भयो त? यो त एउटा अनौठै छ त। यो पितृ बिग्रियो भने यो हुन्छ। भनेपछि आज धेरैजना यहाँ उपस्थित हुनुहुन्छ, धेरै मान्छे अचम्ममा पर्नु भएको छ। अचम्म खाले घटना घटे भन्दा पछि अहिले कोलपुर नगरपालिकाले यो घरलाई नै सिल गरेको छ। घरको चारैतर्फ चाहिँ रस्सीले बाँधेको छ। घरभित्र 4वटा सिसी क्यामेरा पनि जडान गरिसकेको अवस्था छ भने अहिले इलाका प्रहरी कार्यालय कोलपुर बाँकेको प्रहरी नायब परीक्षक सहितको टोलीले आएर चाहिँ घटनाको अनुसन्धान गरिएको अवस्था छ। यतापट्टि बुवा हुनुहुन्छ। बुवा नमस्कार। हजुर नमस्कार। हजुरको नाम? हजुर मेरो नाम नन्दलाल बिर्खबहादुर काफले। के लाग्छ यो घटनाका बारेमा चाहिँ? होइन यो घटना अनौठो चिज लाग्यो हजुर होइन, हामीले सुन्दाखेरि त अनौठो चिज मान्यौँ। यो त हामीले उहिलेदेखि अहिलेसम्म नसुनेको कुरो भयो। तर पस्टेका हामी त्यो कस्तो त घटना हेरौँला कस्तो रहेछ भनेर हामी आएका। हजुर अनौठो चिज लाग्यो हजुर। विश्वास गर्नुभयो? अहिले हम त विश्वास त मूल्य त मानिया त, तर प्रत्येक देखिया छैन। अब के छ हजुरको उमेर कति भयो? मेरो उमेर भयो त 73 वर्ष। 73 वर्ष भयो। मैले देखिन 73 वर्षको उमेरमा हजुर। अब यस्तो घटनाहरू हुन्छ अथवा देउता हुन्छ अथवा भूत हुन्छ, हामीले पुजेपछि अथवा हामीले बिगारेपछि यस्तो किसिमको हुन्छ भन्ने सपना भएको होइन। देउता भएकै ठाउँका हौँ, भूत पनि भएकै ठाउँ हौँ, तर यस्तो अहिले राखेर अहिले जल्ने अहिले भनेर अहिले निम्न चिज हामीले देखेका पनि थिएनौँ। देउता भएका ठाउँका पनि हौँ, भूत भएका ठाउँका पनि हौँ। हामी मेरो जुम्ला हो, जुम्ला सिजा हो। खसबासा उत्पादन भएको ठाउँको यस्तो चिज मैले देखेको थिएन। एउटा हजुरले अब अलिकता चाहिँ यो धर्म संस्कारका बारेमा चाहिँ अलिक थोरै कुरा जानकारी गराइहाल्नु भयो। जस्तो कि अछामतिरमा एउटा निमाउने भन्ने हुन्छ। हजुर हजुर थाहा छ हजुरलाई? हजुर त्यो पहिला हामीले देख्दैनौँ, सुन्न त सुन्यौँ तर देखेनौँ। तर यो पस्टेकै देखौँलै भनेर आएका हौँ। अब हजुरहरूले हेर्नुभएको छ कि नै, हामीले पनि अब सुनेर आएका हौँ। यो अनौठो चिज हो हेर्नु। यस्तो अहिलेसम्म भएको छैन? अहिलेसम्म भएको हामीले देखेका छैन। यो अनौठो चिज हो। अब के छ त यसभन्दा पछि जुन सिसी क्यामेरा लागेको छ यहाँ? अब सिसी क्यामेरा त लाग्यो, पस्टेकै देखिनु पर्यो, जनताले पनि हेर्नु पर्यो, हामीहरूले देख्नु पर्यो, त विश्वासको कुरो पनि भयो। होइन अब यो राक्षस हो यो भन्न सक्दैन। राक्षस हो देवता हुन्, चाहे देवी हुन् चाहे राक्षस हुन्, यो आउनु पर्यो, पस्ट देखिनु पर्यो। मान्छे त्यसरी सताउनु भएन। त्यतिकै भनेर दुनियाँमा हा गरेर बाहिर भरम फैलाइदिनु भएन। यो पस्टेकै देखिनु। अनि देउता हो भने घरको कुलकुलाने हो भने कमसेकम यसरी सताउनु त भएन नि? होइन, कुलकुलाने हो र त्यस्तो हो भने पस्टेकै देखिनु पर्यो। आएका मान्छेलाई पनि सकेन बोल्नु पर्यो, न त देखिनु पर्यो। धामी झाँक्री छैन नि यहाँ? क्या धामी झाँक्रीले क्या गर्छन्? म पस्तु दिउँछु, पस्तुले 2 जना सही हुन्छ, 20 जना सही हुन्छ, 2 जना मान्छे सही हुन्छ, 20 जना सही गर्न सक्छु मैले। धामी आएर पनि घरमा के छ भने त्यो त के छ त्यहाँभित्र के छ त्यो हजुरहरूले हेर्नु के होला। अब के छ हजुरहरूले हेर्नुभयो, त्यस्तो हामी पनि के छ भनेर आएका छौँ। पस्टे देखिनु पर्यो।
अब कसले चाहिँ शान्त बनाउँछ त यहाँ? अब शान्त कसले बनाउने आत्म उसैले बनाउनु पर्यो जसले देख्यो उसैले कि प्रकट हुनु पर्यो कोही उसले शान्त गर्नु पर्यो के उसले प्रकट हुनु पर्यो के उसले शान्त गर्नु पर्यो हजुरले मैले भनेर हुँदैन अब सिसी क्यामेरा लागेको छ हेर्नुहोस् सिसी क्यामेरा अदृश्य शक्तिका अगाडि सिसी क्यामेरा लागेको छ प्रविधिको चाहिँ यहाँ विकास अब प्रविधिले चाहिँ चुनौती गर्दैछ अब हजुरको मेरो बाध्यता सिसी क्यामेरा लाएर के चोरी होला कस्तो आयो के आयो भन्ने त्यो मान्छन् सिसी क्यामेरा होला त्यो कोही बेला आउँछ कोही बेला आउँछ हामी आफ्नो घर जान निस्किनेछौँ त्यो के हामी देख्नेछौँ सिसी क्यामेरा देख्ने हामीले देख्छौँ हामी देख्दैनौँ अब हामी सारा जनता घर बाहिर जान्छौँ त्यो कोही बेला अवतार भयो हामी क्या देख्ने सिसी क्यामेराले देख्छ न हजुर देख्ने न म देख्ने जब बेली सिसी क्यामेरा देखायो भने त्यही देखाइदिन्छौँ हजुर भोलि आउने मान्छे हो सिसी क्यामेरामा रहेछ यी भन्छन् आउँदै हामी देख्यौँ एउटा देउडा भनिदिनुहोस् त्यसो भए ल के देउडा भन्ने अहिले चुटकीले के गाइदिउँ यहाँ गाउँला भनेर आएको मेरो गाउँ मेरो गाउँ म यो गाउँला यो हेरौँला भने आएको मान्छे मेरो देउडा गाउँ म गाउँदैन हजुर त्यो हजुर म डिस्कस गर्छु ल अन्तिममा के भन्नुहुन्छ बुवा हजुर अन्तिममा केही भन्ने यो पुस्तक कि भूत हुनु पर्यो पुस्तक देखिनु पर्यो कि देवी हुनु पर्यो पुस्तक हामी जनताले भरे नफैलाउँ कोलपुरको ठाउँमा कि राखौँ कि बदमासी हुन् कि सही सिद्धान्त हुने कि सही सिद्धान्त हुनु पर्यो कि बदमासी हुनु पर्यो एक भएर छैन पर्यो त्यसै सिसी क्यामेरा राखेर हुन्छ दर्शक अहिले चाहिँ यहाँका स्थानीय पनि आक्रोश भएका छन् यदि देवी देवता हो भने प्रष्ट रूपमा प्रकट हुनु पर्यो दुधको दुध पानीको पानी छुट्याउनु पर्यो होइन भने सर्वसाधारणका घरमा चाहिँ यसरी सताउनु मिल्दैन यदि राक्षस हो भने त्यो पनि भन्नु पर्यो दर्शकवृन्द यो घर अहिले कोलपुर नगरपालिकाले चाहिँ नगरपालिकाका नगर प्रहरीले चाहिँ सिल गरिसके भन्दा पश्चात घरमा सिसी क्यामेरा लगाइएको छ यो भन्दा पहिला प्रत्येक दिन घरमा जसरी चाहिँ कपडामा विभिन्न कपडामा आग लागि हुन्थ्यो त्यो आग लागि हुन्छ या हुँदैन त्यो परीक्षण पनि हुँदैछ हामी यो घरको जुन मालिक हुनुहुन्छ घरको व्यक्ति हुनुहुन्छ उहाँसँग कुराकानी गर्छौँ उहाँहरूले चाहिँ नियमित रूपमा जहाँ कपडा राख्नुहुन्थ्यो त्यहाँ चाहिँ आग लागेको थियो आज अब के छ कुराकानी सर के छ यता अलि यता आइदिनुहोस् त आज त्यहाँ सिसी क्यामेरा पनि जडान भयो होइन अब धेरै मान्छे अचम्मित पनि भए अब आज कपडा त्यहाँ राख्यो कि राखेन के छ कपडा त राखेको छ अब लाग्छ कि लाग्दैन अब त्यो अब सिसी क्यामेरा बताउने अब त्यो कति बेला लाग्छ त्यो थाहा छैन अब हिजो अस्तिका दिनहरूमा चाहिँ कति समयदेखि कति समयको बिचमा चाहिँ आग लागि भएको लाग्ने समय बिहान 7 बजेदेखि बेलुका बिहान 7 बजे 12 बजे 5 बजे बेलुका 8 बजे लास्ट स्टेप अझै पनि अब हामीसँग 2 3 स्टेप बाँकी छन् होइन यदि यो सत्य कुरा हो भने चाहिँ आज पनि सिसी क्यामेराका अगाडि आगो लाग्छ सत्य त सिसी क्यामेरा जोड्नुपर्छ उहाँले त्यही सिसी क्यामेराले बताउने अब के छ भन्ने कुरा त्यही हामी प्रतीक्षाको घडीमा छौँ प्रतीक्षा बढिया छ दर्शक अब आज आगो लाग्छ या लाग्दैन यो घरमा आखिर आगो लाउन को आउँछ त या अदृश्य शक्तिको त्यो चमत्कार हो या कुनै व्यक्तिले त्यो घरमा चाहिँ रहेका कपडामा आएर चाहिँ आग लागि गराउँछ यी विषयवस्तु भने चाहिँ हेर्न बाँकी नै छ घरमा पूर्ण रूपमा नगरपालिकाले चाहिँ सिसी क्यामेरा जडान गरेर अहिले चाहिँ प्रत्यक्ष रूपमा आगो कसरी लाग्छ आगो कसले लगाउँछ या अदृश्य शक्तिको शक्तिबाट चाहिँ विभिन्न कपडामा चाहिँ आग लागि हुन्छ त्यो चाहिँ भने हेर्न बाँकी छ हामी पनि प्रत्यक्ष यहीँ बसेर चाहिँ यो घटनाको अपडेट चाहिँ तपाईँहरूलाई चाहिँ समय समयमा दिइरहेका छौँ।